हेलो नमस्ते सबैजनालाई। आज हामी युजर कसरी क्रिएट गर्ने अनि त्यो युजरको लिस्ट कसरी हेर्ने भन्नेतिर गइरहेका छौँ। अब हामी फर्स्टमा चाहिँ हामीले चाहिँ जुन डोमेन दिएको हुन्छ त्यो डोमेनमा हामीले लगइन गर्नुपर्ने हुन्छ। हामी डोमेनमा लगइन गर्छौँ। लगइन भइसकेपछि ड्यासबोर्ड देखिन्छ। यो ड्यासबोर्ड देखिसके पछाडि हामीले युजर क्रिएट गर्नको लागि युजर म्यानेजमेन्टमा जानुपर्ने हुन्छ। अप्सन युजर म्यानेजमेन्ट भन्ने हाम्रो फिचर्स त युजर म्यानेजमेन्ट भन्ने फिचर्समा जाने अनि क्रिएट युजर गर्ने। क्रिएट युजरमा अब युजरको नाम राख्ने, मानिलिउँ अहिले चाहिँ अब रोहन मान राखिदिउँ अनि उसको इमेल राख्ने। यो यहाँ स्टार स्टार लागेको छ त्यही भएर कम्पलसरी राख्नुपर्ने हुन्छ। rohan@gmail.com राखिदिउँ। उसको फुल नेम राखिदिएँ। उसलाई अब कुन पासवर्ड दिने भने त हामी लगइन गर्नको लागि त्यो पासवर्ड अहिले राखिदिने यहाँ। अनि अब कहिले एकाउन्ट क्रिएट गरेको त यो यहाँ राखिदिने। अब यो हामीले चाहिँ काउन्टर भनेको चाहिँ यो जुन हाम्रो चाहिँ उसको लागि हो, इन्भेन्ट्रीहरूको लागि काम लाग्छ यो काउन्टरहरू चाहिँ। कुन ब्रान्चमा राख्ने उसलाई भनेर चाहिँ हामीले त्यो ब्रान्च सेलेक्ट गर्नुपर्ने हुन्छ। अहिले उसलाई कोअपरेट ब्रान्चमा राखिदिउँ। यो पनि हाम्रो चाहिँ इन्भेन्ट्रीको लागि हो, बिल टाइप भनेर इन्भेन्ट्रीको लागि गर्छौँ। गोडाउन भनेको नि हाम्रो इन्भेन्ट्रीको लागि गर्छौँ। अहिले उसलाई गोडाउनमा राखिदिउँ। यो बिलिङ मोड भनेको नि उसको लागि चाहिँ हामीले चाहिँ इन्भेन्ट्रीको लागि गर्छौँ। यो इन्भेन्ट्री सेलेक्ट गरिदिउँ अनि कम्पनीको नाम राखिदिउँ। उसको कुन कम्पनी हो भनेर चाहिँ कम्पनीको नाम राखिदिने। उसलाई मोबाइल एक्सेस दिने कि नदिने भन्ने चाहिँ अब हामीले यहाँबाट राख्न सकिन्छ। वेब एक्सेस दिने कि नदिने त भनेर यहाँबाट राख्न सकिन्छ। अब ग्रुप उसलाई कुन ग्रुपमा राख्ने हो त भन्ने चाहिँ हामीले चाहिँ यहाँबाट सेलेक्ट गर्नुपर्ने हुन्छ। अब उसलाई सुपर एडमिनमा राख्ने हो कि एचआरमा राख्ने हो कि प्रोभिन्स हेडमा राख्ने हो त भन्ने चाहिँ अहिले चाहिँ हामीले एचआरमा राखिदिन्छौँ। उसको अहिले हामीले चाहिँ फोटो ड्रप डाउन गरेर यहाँ राख्न सकिन्छ। सेभ गर्छौँ। सेभ भइसकेको छ। सेभ भइसकेको डाटा अब हामीले चाहिँ यहाँबाट युजर लिस्टमा थिचेर युजर लिस्ट पनि हेर्न सकिन्छ। अब हामीले जुन क्रिएट युजर अहिलेको क्रिएट युजर यहाँ छ भने हामीले यस अप्सनमा गएर चाहिँ यो अप्सनमा गएर चाहिँ हामीले युजर लिस्ट हेर्न सकिन्छ। अब अहिलेको मान्छे कहाँ छ त भनेर हामीले चाहिँ यहाँ चाहिँ जुन ब्रान्च क्रिएट भएको हुन्छ त्यो ब्रान्चमा गएर हामीले यसरी हेरेर गर्न सकिन्छ। यो हामीले चाहिँ अब यहाँ मेन ब्रान्चमा इम्प्लोइ क्रिएट गरेको छ भने इम्प्लोइबाट यहाँ आउने भयो। जुन हाम्रो चाहिँ हाम्रो युजरमा यहाँ आएर बस्छ इम्प्लोइ क्रिएट गर्दाखेरि। अब हामीले युजर मात्रै क्रिएट गरेको छौँ भने अथर भन्ने अप्सनमा आएर बस्छ। अब यहाँ हामीले सेन्ड मेल भन्ने क्लिक गऱ्यौँ भने चाहिँ उसलाई मेल जान्छ। अब यो हामीले चाहिँ कुन कुन इम्प्लोइ छ कुन के यो हाम्रो चाहिँ लिस्टमा कुन कुन इम्प्लोइ छ भन्ने यहाँ एक्सेलबाट हामीले चाहिँ डाउनलोड गर्न सकिन्छ। पिडिएफ एक्सेल सिएसभी फाइलमा त्यसरी डाउनलोड गर्न सकिन्छ। यहाँबाट क्रिएट युजर जाने भयो। यहाँबाट हामीले चाहिँ अप्सन सर्च गर्न मिल्ने भयो। सर्च गर्न मिल्ने भयो। फिल्टर गर्ने अब यो कसको नाम हो त भनेर त्यसरी फिल्टर गर्न सकिन्छ। अदर्समा जाने रोहन अधिकारी सेलेक्ट गर्ने। यसरी रोहन अधिकारी देखाउँछ। हामीले यो चाहिँ अब क्रिएट युजर कसरी युजर क्रिएट गर्ने कसरी युजरको लिस्ट हेर्ने भनेर हामीले यसमा हेरेका छौँ। थ्याङ्क यू।